हे गाइज वेलकम टु ब्याक न्यू भिडियो। अनि हाम्रो चाहिँ यो चाहिँ आजको हाम्रो भुजिया स्कुलको चाहिँ पार्ट 2 हो है। मसँग चाहिँ एउटा भाइ पनि छ है। हामी चाहिँ अब जान लाग्यौँ है। भाइको नाम भनिदिउँ न त ल। साइमन है। फेरि मेरो नाम चाहिँ फेरि सक्दैन नि फेरि है। साइमन डाँडाको भ्लग आइसकेको छ है। सबले लाइक कमेन्ट गर्नु। अनि यो चाहिँ हाम्रो भुजिया स्कुल है पार्ट 2 हो। यो चाहिँ पार्ट 2। अनि यहाँ चाहिँ यस्तो यस्तो ठाउँ छ हैन। तिमी अगाडि जाने कि पछाडि बस्छौ? अब के गर्नु पछाडि बस्नु जस्तो लाग्यो है। यहाँ चाहिँ यहाँहरू जान मिल्छ है। यहाँभित्र चाहिँ पुरै ध्यान छ ल है। यहाँ चाहिँ यस्तो छ है। यस्तो ठाउँ नै यस्तो छ। भूतहरू आएको आउन त सकिहाल्छ नि होइन। यहाँ पनि छ अझ यस्तो। सो अनि हाम्रो यो चाहिँ पार्ट 2 भुटिया स्कुलको। उही यो गेट कसले खोले? उही माथिबाट के आवाज आयो? हेरिदिनु उही के आवाज यहाँ? कसम गाइस के आयो? ओ दिनको 12 बजे यार, दिनको 12 बजे हेरिदिनु न। ओए को यहाँ धेरै नै डर लाग्छ है गाइस। यतातिर चाहिँ बेन्चीहरू धेरै छ है गाइस। यहाँ चाहिँ धेरै नै डर लाग्दो तर होइन है। यहाँ चाहिँ गाइस के हो भर्खर के गराउँदै थियो यहाँ? यो चाहिँ हाम्रो फर्स्ट पार्टमा चाहिँ यो बेन्च टेबल यो मेज हल्ला थियो। सो सेकेन्डमा चाहिँ हाम्रो यो भुटिया स्कुलमा चाहिँ यहाँतिर पुरै मक्की सिकेर रहेछ होइन गाइस। सब मक्की सिकेर रहेछ गाइस। सो गाइस है मलाई चाहिँ डर लागिसक्यो है। तर यस्तै हुन्छ जस्तो लागिसक्यो है। ब्याङ्क छ है सब्जी लास्ट डर आएर यहाँ। सो अनि हाम्रो यो स्कुलले चाहिँ धेरै वर्ष भयो कि हाम्रो बाउ पनि पढाएको छ यो स्कुलमा होइन। बाउ आमादेखि पढिरहेको स्कुल हो यो चाहिँ। गाइस के हो यार? बुक छ त भित्रबाट फाल्छ त। फ्यालिरहेछ अझै फ्यालिरहेछ चकडी फ्याल्यो। ओइ बोतल बढी फ्याल्यो। सो गाइस यति धेरै बुकहरू फ्यालेको थियो यहाँनिर। माथि फेरि जस्तो माथि के आयो? सो यहाँनिर चाहिँ भर्खरै बुकहरू फ्यालेको थियो, चकटीहरू फ्याल्यो। जस्तो माथि अब के भएर जस्तो माथि के भएर सो यहाँ चाहिँ भर्खर यहाँ सानो फ्यालेर बुकहरू फ्यालेर युग पनि आयो गाइस। यहाँ हेर्नु के आवाज? अब हाँसेको है, अब चाहिँ हाँसे है। यहाँ चाहिँ अब चाहिँ कहाँ आवाज आइरह्यो? भाग मुली भाग। भर्खर चाहिँ हामीलाई होइन पुरै
झाल पड्काएको थियो होइन अनि यस्तै झाल पड्काएको थियो कि धन्य हामीले मारे काचे यहाँ चाहिँ के छ मैले अहिलेसम्म हेरेको छैन कि खोलेर अब भूतपात 3 मा भूतपात 3 मा म यहाँको ढोका खोल्छु है अब। पार्थी है गाइस यो ताला छ नि यो ताला खोलेर छिरेर हामीले पार्थी चाहिँ यो तालाले यसो न सो गाइस पार्ट 3 मा चाहिँ म यो ढ्याको ढोका खोलिदिन्छु है। अहिलेको पार्ट 2 मा चाहिँ यति नै हो है। पार्ट 3 मा चाहिँ म यहाँको ओ त्यो अभय होइन। सो गाइस अभय चाहिँ पछि आयो कि त्यो चाहिँ पछि आयो कि त्यसले मिस गर्यो कि अब आउने 1 घण्टा लाग्यो भने गाइस तर के ल खोलाइछ बरु ल उइ यहाँ त भुक छ ल उमा आजको ल के भन्न चाहनुहुन्छ? यो चाहिँ अलि लास्टमा आयो हैन सो त्यसको लागि स्याड छौँ है। यो चाहिँ लास्टमा आज आयो। चाहिँ है डेन्जरै पर्छ मजा आयो मेरो यहाँ काट्यो होला गाइस अबे चाहिँ यहाँ चाहिँ दुखेछ यहाँ। हैन अबेलाई चाहिँ लास्ट चोट परेछ भर्खर आउँदै हो अबे चाहिँ हैन सो अब हाम्रो भोटिया स्कुलको पार्ट 3 मा चाहिँ म त्यहाँको ढोका चाहिँ खोल्छु है। खोल्छु ताल साझा भत्काइदिनु हो पार्ट 3 मा चाहिँ यो भित्र पनि हुन्छ है। सो अब मेरो 100 सब्सक्राइबर पनि पुग्न लाग्यो गाइजहरु हैन। 100 सब्सक्राइबर पुऱ्याइदिनु होला प्लिज। सो आजको हाम्रो ब्लग यहीँ सकिएको छ। बाइ बाइ। बाइ